आफ्नो पहिलो विश्वकपमा 40 वर्षीय गोलकिपर भोजिनाले जुन प्रदर्शन गरेका थिए त्यसले सारा दुनियाँले उनीप्रतिको जुन माया पाएका थिए, उनलाई जुन माया गर्न सफल भएका थिए। त्यसको कारणले गर्दाखेरि युएस गभर्मेन्टले उनको आमालाई चाहिँ दोस्रो गेममा चाहिँ लाइभ स्टेडियममा भिसा दिएर ल्याएर गेम हेराउने जुन अनुमति पनि दिइसकेको छ। उनले इन्टरभ्यूमा भनेका थिए कि आफ्नो आमालाई चाहिँ भिसाको कारणले होस् वा पैसाको कारणले होस्, जुन भनौँ न स्टेडियममा गेम हेर्न ल्याउन मैले सकिनँ र मेरो हजुरआमा हजुरबुवाको पनि ड्रिम थियो, तर हजुरआमा हजुरबुवा चाहिँ लास्ट इयर दे डाइड जस्तो कुरा पनि इन्टरभ्यूमा आएको थियो होइन। अरू पेसाले आफ्नो ड्राइभर पनि हुनुहुने होइन। उनले जुन प्रदर्शन गरे स्पेन विरुद्ध सारा दुनियाँले उनलाई यति माया प्रदर्शन दिन सफल भयो कि उनको नाम यो विश्वकपमा सबैभन्दा ठुलो चर्चामा पनि पाउन सक्छौँ। सो अब उनले जुन सेकेन्ड गेममा पनि यस्तै प्रदर्शन गर्छन् कि गर्दैनन्, उनको आमा चाहिँ जुन स्टेडियममा लाइभ हेर्न आउनेछन्, जो यो एउटा फुटबलको लागि एउटा भनौँ न एकदमै इमोसनल साइड पनि रहेको छ। सो कङ्ग्रेचुलेसन टु द केप बर्डे किपर।